हजुर सम्पूर्ण दर्शक श्रोतागणमा हार्दिक नमस्कार। हामी तपाईहरुलाई देश विदेशका विभिन्न ठाउँहरूको चिनारी दिँदै हाम्रो यात्रालाई तपाईहरुमा को बीचमा जीवन्त बनाउने जमर्को गरेका छौं। यस पहिलो भागमा अस्ट्रेलियाको एउटा राज्य तास्मेनियाको होबार्ट सिटीमा आयोजित वार्षिक रात्रिकालीन कार्यक्रम इन्टरफेस डार्क मोफो हजुरहरुलाई प्रत्यक्ष देखाउने मौका मिलेको छ। डार्क मोफो अस्ट्रेलियाको हर्बर्ट शहरमा प्रत्येक वर्ष जाडोयाममा आयोजना हुने एक अन्तर्राष्ट्रिय कला तथा सांस्कृतिक महोत्सव हो। यसको आयोजना म्युजियम अफ ओल्ड एन्ड न्यू आर्ट अर्थात् MONA द्वारा गरिन्छ। सन् 13 देखि सुरु भएको यो महोत्सवले स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्दै आएको छ र हामी पनि यही सेमा सहभागी भइरहेका छौं। यस महोत्सवको मुख्य उद्देश्य कला, संस्कृति, संगीत र मानव जीवनका गहिरा तथा जटिल पक्षहरूलाई सृजनात्मक माध्यमबाट प्रस्तुत गर्नु हो। डार्क शब्दले जाडोको लामो रात, रहस्य र आत्मचिन्तनलाई जनाउँछ। मोफो महोत्सवको विशिष्ट ब्रान्ड पहिचानको रूपमा प्रयोग गरिएको नाम हो। डार्क मोफोमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिन्छ। यसमा आधुनिक कला प्रदर्शनी, प्रत्यक्ष सङ्गीत कार्यक्रम, नाटक, प्रकाश तथा आगोका कलात्मक प्रदर्शन, सांस्कृतिक कार्यक्रम र स्थानीय खानाका विशेष उत्सवहरू समावेश हुन्छन्। यसका अतिरिक्त जाडोको सबैभन्दा छोटो दिनको अवसरमा आयोजना हुने यस महोत्सवको सबैभन्दा चर्चित कार्यक्रममध्ये एक हो, जसमा स्वेच्छाले सहभागीहरू अत्यन्त चिसो पानीमा पौडी खेल्छन्। यो महोत्सवले अस्ट्रेलियाको पर्यटन प्रवर्धनमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ। प्रत्येक वर्ष हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू होबार्ट पुग्ने भएकाले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुग्छ। साथै यसले कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दछ। साथै यस महोत्सवका केही कला तथा सांस्कृतिक प्रस्तुतिहरूमा गम्भीर विषयवस्तु वा प्रौढ सामग्री समावेश हुन सक्छन्। त्यसैले सबै कार्यक्रम सबै उमेर समूहका दर्शकहरूका लागि उपयुक्त नहुन सक्छन्। यही कारणले गर्दा महोत्सवका आयोजकहरूले कार्यक्रम अनुसार उमेर र दर्शक सम्बन्धी स्पष्ट सूचना प्रदान गरेका छन्। अन्त्यमा डार्क मोफो केवल मनोरञ्जनको माध्यम मात्र नभई कला, संस्कृति, पर्यटन र आर्थिक विकासलाई प्रवर्धन गर्ने एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय महोत्सव हो। यसले मानिसहरूलाई नयाँ दृष्टिकोणबाट कला र संस्कृतिलाई बुझ्ने अवसर प्रदान गर्दछ तथा होबार्ट शहरलाई विश्वभर परिचित बनाउन उल्लेखनीय भूमिका खेलेको छ। र यसै गरी अब फेरि आगामी दिनहरूमा पनि तपाईहरुलाई यस्ता मौका मिल्यो भने फेरि नयाँ ठाउँ र नयाँ परिवेशमा परिचित गराउन चाहनेछौँ र यस मोफोको कार्यक्रममा हामी पनि प्रत्यक्ष सहभागी भई तपाईहरुलाई पनि यो कार्यक्रम प्रत्यक्ष देखाउने जमर्को गर्यौं र यसको तपाईहरुलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राख्दछौँ। हस्त धन्यवाद। यस कार्यक्रममा प्रत्यक्ष सहभागी भई यहाँ सञ्चालन भएको सांस्कृतिक कार्यक्रममा आफू पनि सहभागी भएर तपाईहरुको बीचमा नृत्य पनि प्रस्तुत गरिरहेका छौं र यहाँ अस्ट्रेलियाका मात्र नभएर जहाँसम्म लाग्छ मलाई कम्तीमा पनि 20-25 देशका नागरिकहरू, विद्यार्थी भाइ-बहिनीहरू र भाइ-बहिनी सँगसँगै उहाँका अभिभावकहरू पनि यहाँ उपस्थित हुनुहुन्छ र माहौल एकदम जाडोको समयमा पनि यहाँ बालिएका बत्तीहरू, यहाँ दिने तातो न्यानोले गर्दाखेरि एकदम न्यानो मौसम छ र योभन्दा बाहिर जाँदा त धेरै चिसो भए तापनि यो ठाउँमा एकदम न्यानो र सबै रमाएर परिवारसहित यहाँ उपस्थित